है। सो स्कट स्याम्बा चाहिँ कस्तो खाले मान्छे हुनुहुन्छ भने चाहिँ उहाँ चाहिँ एकदमै खत्रै मान्छे भन्दा पनि राम्रै मान्छे, ठिकै मान्छे, राम्रै जब गर्ने मान्छे, तर एकदमै नाम चलेको मान्छे चाहिँ होइन फेरि। उहाँ चाहिँ एस्ट्रोनोटिक्समा काम गर्ने मान्छे धीरेन्द्र, होइन? अनि लियोनिड स्पेस भन्ने एउटा कम्पनी चाहिँ रन गर्नुहुने रहेछ। सो त्यसले चाहिँ बेसिकली के गर्ने रहेछ भने चाहिँ रियल टाइम मोनिटरिङ गर्ने रहेछ स्याटेलाइटहरूको लागि, अनि अलर्टहरू पठाउने रहेछ, होइन? सो बेसिकली तपाईँको आकाशमा हेर्ने, अनि त्यहाँबाट कहीँ ठोकिन्छ कि होइन, अनि त्यहाँबाट डिजास्टरहरू केही हुन्छ कि भनेर हेर्ने रहेछ। तर हाम्रो जुन स्कटजी हुनुहुन्छ, स्कटजी चाहिँ सायद मलाई एटलिस्ट करेक्ट मी इफ आइम रङ, पहिलो मान्छे हुनुभयो पेसेन्ट 0 हुनुभयो जसमा चाहिँ एआईले चाहिँ के गरिदियो भने एक्सपोजे लेखिदियो धीरेन्द्र। ल हेर, हामी 2026को फेब्रुअरीमा के हुन्छ भनेर सोचेका थियौँ, अन्त्यमा के भयो त? एआई एजेन्टले चाहिँ एक्सपोजे लेखिदियो एउटा ह्युमन इन्जिनियरको। सो द्याट्स रियालिटी। क्रेजी छ यार।